व्हाट्सअप गाइज व्हाट्सअप आजको ब्लगमा पनि तपाईहरुलाई स्वागत छ। आज अलि ढिला बनाए। आज 12-1 बजे अलि ढिला भइसकेको थियो उठ्दाखेरि। अनि त्यस्तै आज कस्तो 1 बजे होला ठिक। अब चाहिँ यसो बाहिरतिर जान पर्यो भनेर सोचिरहेको। अहिले भर्खरै खाना खाइयो, अहिले भर्खरै जस्तो उठे आगे। त्यसो भएर कहीँ जान नि मन लाग्दैन। यसो बाहिर ताउति डुलौँ जस्तो लाग्छ, तर आफूसँग बाइक छैन क्या। फेरि लाइसेन्स नभइसकेपछि बाइक कहाँबाट त्यस्तै तनाव छ। लाइसेन्स नभइसकेपछि अहिले आँट पनि आउँदैन है। लाइसेन्सको फर्म भर्न अस्ति जाउँ जस्तो लाग्थ्यो, अस्ति त्यस्तै भयो, गरिएन। अनि दिनभरि कहाँ जान्छ के गर्छ भन्ने जस्तो लाग्ला हाम्रो दर्शक महानुभावहरूलाई। तर म चाहिँ दिनभरि जबसम्म म घरबाट निस्केर आधी बाटोपछि चाहिँ म टक्क पसलतिर केटाहरूसँग तास खेलेर बस्दिन्छु। दिनभरि अनि एकैचोटि कहिले बेलुका भइदिन्छ। अनि बेलुका म यसरी ब्लग गर्छु भनेर सोचे आउँदैन क्या होइन। दिनभरि कहाँ हराउँछ, यसो अलिकति देखाउँछ हुन्छ नि त्यो घरमा वेलकम मात्र गरेर खा। अनि त्यसरी एकैचोटि डाइरेक्ट एन्ड मजा आउँदैन ब्लग हेर्न होइन। त्यस्तै गरी म चाहिँ खास कुरो भन्दाखेरि गइन्छ साथीभाइहरू भेटिन्छ, तास खेलिन्छ क्या। फेरि त्यो धेरै ठुलो खेल पनि खेलिन्छ, जस्तो सिकसहरू यसरी 10 पत्ती बाँड्छ नि, 3जना यसरी खेलिन्छ। अनि खेल्दा खेल्दै टाइम बितेको थाहा हुँदैन। अनि 3-4 घन्टा खेलिन्छ। त्यस भएर आज चाहिँ मौसम एकदम बिग्रेको छ। पानी पर्ला जस्तो भइरहेको। माथिबाट त पानी हालिरहेको ल भन्दा नि पानी आइसकेछ। म त भित्र बसिरहेको थिएँ, अघिसम्म पानी परेको थियो। ठुलो पानी लगभग जस्तै धेरै टाढा पुग्नु पऱ्यो भने त सर्लक्कै भिजाइदिन्छ क्या पानीले। लुगा सुकाएको थिएँ, मम्मी घरभित्र बसिरहेको। मेरै लुगाहरू फेरि सबै लुगा पनि झिकेर सक्यो। अब बाहिरतिर डुल्न जाउँ भनेको त मलाई पानीको आइदिरहेको। बिचमा फेरि बाटोमा हिँड्दा फेरि ठुलो पानी पर्दा भने ज्याउ हुन्छ, भिजाइदिन्छ। छाता बोकेर जाने कुरो त भएन। काममा गयो यसरी दिनभरि घर छोडेर डुल्ने होइन। एउटा बेरोजगारी, तास खेल्ने, अझ पैसा कुनै बेला प्रायः जस्तो हारिरहने होइन। कामसाम नगर्ने, आय स्रोत कतै 1 रुपियाँ नहुने हो। त्यस्तो बेरोजगारीले छाता लिएर हिँड्नु त स्वाभाविक कुरो हुँदैन। त्यस भएर भिजेर जाने, भिजेर जाने हो, भिजेर आइदिने क्या। त्यो त्यस्तो छाता चाहिँ पर्दैन। ठुलो गाँजा ठुलो भइसक्छ यार। कसैले गाँजा खान मन लाग्छ भने बेला भइसकेपछि उयो घरमा बुढाले दिन्छ है। धानहरू चाहिँ लगभग अब ठुल्ठुलो भइसकेको छ, गोड्ने बेला भइसकेको छ। धानहरू अस्ति भर्खर रोप्या जस्तो लाग्थ्यो। धान पनि ठुलो भइसकेको छ। चोर बिरालो म जहाँ गयो त्यहाँ आउँछ, फेरि घुमे गर्छ। जा पानी परिरहेको, जा उता जा, भित्र बस जा भित्र बस, जा भित्र जे भन्नु त्यो मान्छ। ल उता भित्र जा, जे भन्नु त्यही मान्छ बिरालोले नि भन्दै। अब चाहिँ यसो पानीमा भिजे पनि गइदिनु पऱ्यो। अब यसो डुल्न को आयो घरमा। खै काले खै कतै गयो? कति गइसक्यो धेरै, 12-2 बज्ला। ओहो काँक्रो यस्तो तालि कुहिएर पहेँलो भएर होइन, छिप्पिएर यसरी गयो क्या यहाँको काँक्रो। मुझे सस्तो भएर त होला नि होइन, 2-3 रुपियाँ किलो होला होइन बजारको भाउ। अब
लगेर बोकेको ज्याला पनि नआउने भइसकेपछि मान्छेहरूले अनि काँक्रो टिपेर लर बेच्नु फाइदै छैन नि होइन। बरु जेसुकै होस् के भन्ने अरे यो खेतमै कुहियोस् भन्ने हिसाबले छोडिदिन्छ क्या होइन। पुरै कुहिया त ल कति काँक्रो छ क्या, धेरै किलो निस्किन्छ। देखिरहनु सक्नु देखिरह नि त कति काँक्रोहरू छ नि। भाउ फेरि तरकारीको कहिले आउने कहिले नआउने हुन्छ क्या होइन। सधैँ एउटै भाउ आइहाल्छ मान्छे मुझी धनी भइहाल्छ नि होइन। होइन र सधैँ एउटै भाउ सधैँ मालामाल पैसा आइरह्यो भने त मान्छेलाई केलाई जानु अस्ट्रेलिया अमेरिका होइन जापान भन्ने त अहिले त दुबई भन्दा म चाहिँ गइगा भइगयो होइन। खतम भइगयो जापान त। अब दाँज्यौँ हामीले भने अमेरिका अस्ट्रेलियासम्म पनि ले नै भ्याउँदैन क्या यसरी भाउ सधैँ दिइरह्यो भने त। त्यस भएर कहिलेकाहीँ चाहिँ घाटा नाफा भने त्यस्तै हो मान्छेलाई। यो त्यही हो क्या म डेली आउने भने चाहिँ रिजन के हो भने अब यता काम पनि छैन होइन। यता सब बेरोजगारीहरू मात्र हुन्छन्। धेरै बेरोजगारी भने नि यही ठाउँमा हुन्छ जस्तो लाग्छ। हाम्रो गाउँतिर पहिला त अत्याचारै थिए, बिहानदेखिबाट रक्सी खानेदेखिबाट हुन्छ नि हरेक मान्छे थियो क्या। अहिले चाहिँ त्यस्ता मान्छेहरू सबै विदेशिएका छन्, कोही मरेर गए, कोही बौला भएर हिँडे होइन छन्। अहिले यता मात्र छन् क्या अहिले चाहिँ। पहिला हाम्रो गाउँतिर थिए, अहिले चाहिँ हाम्रो गाउँतिर कोही छैन। अनि यता यसो टाइम पास गफमा नि मिल्ने तास खेल्दा नि मिल्ने हरेक कुराहरू मिल्ने भएर अनि मलाई भाइब मिल्छ नि त। जुन भाइब मलाई मिलिसकेपछि फेरि मैले जे कुरालाई नि ओके हुन्छ नि एक्सेप्ट गरिदिन्छु क्या। यहाँनिर बाहिरै देखिरहन नि सकिन्थ्यो तर आज बाहिर चाहिँ रहेनछ क्या। यो नि यहाँनिर यो ठ्याक्क यो जस्तानिर टन्नै भइरहन्थ्यो मान्छेहरू। आज बेरोजगारीहरू भित्रै तास खेलेर बसिरहन्छन् शनिबार आज फेरि होइन। अनि मेरो पनि दिन काट के गर्ने त काम छैन घरमा है, घरमा काम हुँदैन। अनि यतातिर आउँछु प्रायः जस्तो तास यतै खेलिदिन्छु। अनि ठिक्क कहिले चाँडै घर जान्छु कहिले ढिला हुन्छ। अनि त्यस भएर ब्लग पनि बिचमा रोकिदिन्छ क्या। अब हिजो अस्ति त मैले नहालेको कारण त म बिरामी थिएँ होइन। तास खेलेर त होइन है फेरि। त्यस भएर टाइम पास त गर्नु पऱ्यो नि होइन। अनि यस्तो राम्रो दृश्यहरू भ्यूहरू चाहिँ राम्रो छ क्या। अनि यस्तो भ्यूहरू यता साइडतिर बस्ने केटाहरू गफ गर्ने भ्यू हेर्ने त्यत्तिकै टाइम पास हुन्छ तास नखेले बेला चाहिँ। अनि 1-2 घन्टा यता हलमा लिएर अनि घरतिर लाग्ने गर्छु क्या म चाहिँ। यो भ्यू चाहिँ यता हाम्रो चाइनिजबाट नितिर साइडको हो। कति मान्छेले त चिनिहाल्छ होइन। अब यो चाहिँ बन्द भइसक्यो, कोही सेल चलाएन, साउहरू पनि डुबेर अहिले आफ्नै टेन्सनमा बसिरहन्। अनि त्यस भएर यो चाहिँ बन्द छ क्या। अनि यहाँ माथि पसल छ, माथि पसलमा फेरि सब बेरोजगारहरू आउँछ तास खेल्ने रक्सी खाने हरेक हुन्छ। तर म रक्सीहरू चाहिँ केही खाँदिनँ है, तास मात्र खेल्छु मैले। ल अहिले एकछिनमा देखाउँछु। मलाई नै हतार भइसक्यो तास खेल्नलाई। म त अघि डाँडातिर देखिरहेको थिएँ कति चाँडो घर हाल्ने टाइपको होला। तर आज चाहिँ म चाँडो हिँडिहालेँ। त्यो त एउटा भाइ थियो, भाइसँग यतै आउने भाइ रहेछ। अनि ल दाइ जाने हो भने ल के बस्ट्यान्ड भनेर आज तास नखेली हिँड्दा क्या। भोक लागेको थियो अनि सरला घर आयो, भात भुटेर हुन्छ नि अन्डा हाले अनि के अन्डा दालमोट अनि भात टक्क भुटेर हान्दिछ। एक थाल चाहिँ मम्मीलाई पनि राखेको थिएँ। कस्तो घाम छ क्या राजमा। अघि आउँदै म खालखुल सर्लकै भिजिसकेको थिएँ कि हुन्छ नि पसिनाले। त्यो
पसिनाले भिजिहाल्दा नि बेस पसिना आएको थियो भनौँ न ज्यानभरि यस्तो घाम छ कि बाबा भाइ सुत्ने कोठा त यस्तो लास्ट सफा गरेर होइन लास्ट क्लिन क्या जुत्ता उसले चाहिँ जुत्ता युज गर्छ होइन तर दामी छ है सफा क्या एकदम क्लिन हो म चाहिँ मासालाई कहिले सफा गर्ने होइन रुम अहिले चाहिँ लास्ट सफा गरेर चाहिँ क्लिन छ नि त नत्र सबै नदिने अब यस्तै अब एकछिन आराम गर्नु पऱ्यो फाइनको हावा खाँदै टक्कै एकछिन मोबाइल सोबाइल चलाएर अनि क्या दामी मौसम भयो त ल कति 4 बजेतिर क्या चाहिँ 4 बज्यो पुरै अँध्यारो हाल्दै है पानी परिरहेको क्या यहाँ माथिबाट त ठुलो पानी सेतो भएर आइसक्यो अस्ति खिचेको भ्यूतिर आम्मा क्या चिसो भइरहेको क्या फेरि हावा त्यस्तै सरर आइरहेको होइन पुरै रुखै हल्लिरहेको नि पुरा हामी त के होइन नाचेर बसिरहेको छ त्यो केटा अस्ति त्यो रोजन एउटा रोजन भइगयो अर्को त भान्जा उसैको भान्जा फेरि होइन त्यो मान्छेहरू को रहेछ दामी मौसम भइरह हुन्छ नि ल देख्न सक्नुहुन्छ पानी नै पानी त्यता त स्वर्गै हो क्या यहाँ भन्दा नि बबाल स्वर्ग त त्यो हो क्या त्यो ठाउँमा कहिले त्यो हुन्छ नि गर्मी नै फिल नहुने ठाउँ हो क्या जाडो महिनामा नि त्यस्तो अति त हुँदैन होइन ठिकै भनौँ न चिसो हेर्दा नि रातो रातो स्याउ जस्तो गाला हुन्छ क्या तिनीहरूको चाहिँ होइन दामी हावा चलिरहेको थियो यहाँबाट चाहिँ यस दामी नै हावा चलिरहेको त्यो खाते छ नि त्यो खाते मलाई खाते हो क्या बोल्ने तरिकै छैन बुढाहरूको के भन्नु के म यो नि टिकटकहरू भनेको यस्तो हुन्छ त्यो टिकटकतिर अहिले भाइरल छ नि जुन ब्याच एउटा कलेजको ड्रेसमा त्यस्तै छ क्या बुढाहरूको अहिले भाइरल अब चाहिँ पानी पर्यो लुगा सुगा झिकिदिनु पर्यो होइन फेरि हालेर चाहिँ मम्मीले आकाश त कालो भएर आइसक्यो देख्न सक्नुहुन्छ यहाँ गाँजाको बोट हल्लिरहेछ बुढाले जस आफैलाई खाना हो भनेर खतरा बनाइरहेको छ बुढाले हैट लुगा झिकिदिनु पर्यो यार पानी पर्यो ल आज दिनभरि कतै तासुल्न नि गयो होइन आज चाहिँ यत्तिकै दिन कटाइयो दामी लाग्छ यो बिस्कुट एकदम बब्बाल लाग्यो यो बिस्कुट कति 5-6 रुपियाँ पर्ने चाहिँ बाघसम्म आउँछ क्या एउटा बट्टामा हुन्छ बब्बाल हुन्छ यो बिस्कुट भन्दै आजको ब्लगलाई हामी यतैतिर इन गर्न चाहन्छौँ फेरि पनि भोलिको भिडियो ल्याउँछौँ भन्दै आजलाई बिदा लिँदै सबलाई स्टे ट्युन भोलि अनि गरिमा चौधरी बहिनीलाई न्याय पायोस् भन्दै आजको ब्लगलाई यहाँ इन्ड गर्छु बाई।